बालिन शाह भन्ने चाहिँ पात्र राजनीतिमा आएको धेरै भएको छैन। उहाँमा त्यस्तो सुझबुझ पनि म देख्दिनँ हैन। त्यो भएर सुझबुझ नभएको मानिसले गर्ने यस्ता उच्छृङ्खल क्रियाकलापमा हामीले टिका टिप्पणी गर्न आवश्यक छैन। बीचबीचमा फन्डा गरिराख्ने अनि यसैमा रमाइराख्ने अरे के त्यो एक प्रकारको रोग हुन्छ कि तपाईका कर्मचारीहरू तलब नपाएर छटपटाटमा छन् हैन। कुनै नगरपालिका कार्यमा कामहरू ठप्प छन् भने त यो अवस्थामा तपाईँ त टुकुचामा गाड्ने कुरा भन्दा पनि सुझबुझ तपाईँले राजनीतिक दृष्टिकोण निर्माण गरेर यो व्यवस्था नेपालको लागि भलो योग्य छैन भनेर आउनु पर्यो नि त। राज्यको तर्फबाट दमन भएपछि प्रतिकार गर्नु प्रतिरोध गर्नु बाहेक अरू आन्दोलनकारीसँग कुनै त्यस्तो विकल्प थिएन। तपाईँ जताततै छरिए पनि टियर ग्यासले चाहिँ हिँड्न नसक्ने परिस्थिति थियो। जताततै पुगे पनि प्रहरीको लाठीचार्ज थियो र केही ठाउँमा त गोली पनि चल्यो। यो त त्यही म भएको हुनाले यो राज्यले नियतवश यो घटना घटायो। यो रोकिनेवाला चाहिँ छैन। हेर्नुहोस् तपाईहरूले पनि मनसाय बुझ्नुहोस् यो रोकिनेवाला छैन। भयानक खालको चाहिँ सङ्कटबाट यो देश गुज्रिन्छ। त्यो नगुज्रियोस् भन्ने हाम्रो मनोभावना छ। तर यसरी नै केपी शर्मा ओली जस्ता मानिसहरू शासकतामा बसिरहने यो देशमा चाहिँ इमान्दार राष्ट्रसेवक इमान्दार नागरिकहरूलाई कुनै उनीहरूको चाहिँ मूल्य नहुने उनीहरूलाई पन्छ्याउँदै जाने र लुटेराहरू जम्मा गरेर लुटेराहरूको राज सञ्चालन गर्ने उहाँहरूले यही श्रृङ्खला चलाइरहनु भयो भने साथीहरूले बङ्गलादेश र श्रीलङ्का भन्छन् त्योभन्दा ठुलो भयानक स्थितिबाट यो राज्य गुज्रिन्छ। उहाँहरूले बेलैमा यो चेत पुर्याउनु भएन भने यो रोकिनेवाला चाहिँ छैन। रवि किरणजी फर्स्ट अफ अल है नेपाल क्रोनिकल्समा यहाँलाई स्वागत छ। धन्यवाद। है व्यस्त हुनुहुन्छ अहिले। अब पार्टीले सिङ्गो आन्दोलनमा होमिने निर्णय गरिसकेपछि अरू बेलाको भन्दा अहिले हाम्रो व्यस्तता बढेर गएको छ। राप्रपाको युवा नेता हुनुहुन्छ होइन। पछिल्लो समयमा हरेक पार्टीमा युवालाई स्थान दिइराखिएको छ र म सिधै विषयवस्तुमा प्रवेश गरेँ है। यो 15 गतेको आन्दोलन अथवा अभियान उहाँले कतिले चाहिँ आन्दोलन होइन हाम्रो उयो मात्रै भनिरहनु भएको थियो। यसमा चाहिँ के छ धारणा जुन भिडले होइन अब विभिन्न संज्ञा दिइरहेछ अराजक गभर्मेन्ट अथवा अरू मूलधारका पार्टीहरूले पनि भनिरहेछन्। तपाईँले चाहिँ के भन्नुहुन्छ यसलाई चाहिँ? होइन म आफै पनि त्यसमा एउटा सहभागी आन्दोलनकारी हो। त्यहाँ जे जति घटनाहरू भए त्यसको म साक्षी पनि हो। र जसरी चाहिँ राज्यको तर्फबाट पहिले नै आन्दोलनकारीहरूमाथि दमन गरियो कार्यक्रम सञ्चालन नहुँदै बल प्रयोग गरियो र इन्टेन्सनल्ली अहिलेको यो स्टेट मेकानिजमले विथ प्लान त्यो कार्यक्रमलाई बिथोल्ने घोषित नीतिका साथ उहाँहरू आइसकेपछि र कार्यक्रम सुरु नहुँदै जुन प्रकारको चाहिँ प्रहार भयो त्यो हुँदाखेरि चाहिँ जनताबाट त्यहाँको आन्दोलनकारीबाट आक्रोश पैदा हुनु स्वाभाविक थियो। त्यसको प्रतिकार भयो। अनाहक चाहिँ शान्तिपूर्वक आन्दोलनमा आएका मानिसहरूमाथि जब 81 चाहिँ कार्यक्रम सुरु नहुँदै अश्रु ग्यासको वर्षा भयो केही समयपछि गोली प्रहार पनि भयो। त्यसले राज्यको तर्फबाट नै एउटा टेररको अवस्था सिर्जना गरेपछि अब त्यहाँ आन्दोलनकारीहरू त कतै जाने अवस्था थिएन नि त। सबैतिर ब्लकेज थियो र जहाँ सबै एक ठाउँमा भएको र राज्यको तर्फबाट दमन भएपछि प्रतिकार गर्नु प्रतिरोध गर्नु बाहेक अरू आन्दोलनकारीसँग कुनै त्यस्तो विकल्प थिएन। तपाईँ जताततै छरिए पनि टियर ग्यासले चाहिँ हिँड्न नसक्ने परिस्थिति थियो। जताततै पुगे पनि प्रहरीको लाठीचार्ज थियो र केही ठाउँमा त गोली पनि चल्यो। यो त त्यही म भएको हुनाले यो राज्यले नियतवश यो घटना घटायो। यस प्रकारको आन्दोलन अथवा अभियानहरू पहिला पनि धेरै चरण भइ नै रहेको थियो। सम्भवतः नेपाली इतिहासमा लुटपाट भएको है जिउँदै मान्छे जलाइएको जहाँ भेट्यो अरूको प्राइभेट प्रपर्टी होस् कि अरू पार्टीको प्रपर्टीहरूमा आगजनी गरिएको चाहिँ झन् हाम्रो एउटा ठुलो घटनाबाट जोगियो पनि। जुन एयरपोर्ट त्यस्तो ज्वलनशील पेट्रोलियम पदार्थ अथवा प्लेनको लागि राख्ने त्यो तेल भएको भण्डार नै पनि आगजनी गरियो। यस प्रकारको त पहिला कहिले देखेको थिएन नि त। प्रहरीले दमन गर्यो भन्दैमा त्यो भिडले जहाँ जे भेटियो त्यहाँ आगजनी गरियो। यस प्रकारको त इतिहासमा त यो एउटा कालो योभन्दा निकै कहाली लाग्दो चाहिँ अस्ति भर्खरै हामी योबाट गुज्रेका छौँ। गाउँमा चाहिँ पढाइरहेका शिक्षकहरूमाथि गोली प्रहार गरेर मार्ने, मन्दिरमा पूजा गरिरहेका मानिसहरूलाई
बर्बरतापूर्वक उनीहरूलाई हत्या गर्ने, जिउँदै मान्छेहरूलाई गाडेर उनीहरूलाई हत्या गर्ने श्रृङ्खला अस्ति भर्खरैको हो, त्यसको पनि हामी साक्षी छौँ। तर जुन प्रकारले 15 गते अप्रिय घटना घट्यो, यसले के देखाउँछ भने पहिलो कुरा नेपालको राज्य संयन्त्र निकै ध्वस्त तहस नहस अवस्थामा छ। नेपालको प्रहरीले अथवा सुरक्षा सम्पूर्ण निकाय र प्रशासनले सामान्य केही हजार मान्छेलाई पनि त्यसलाई सुरक्षा दिन सक्दैन, त्यो भिडलाई नियन्त्रण गर्न सक्दैन। अझै राजधानी जस्तो ठाउँमा त्यस्ता घटनाहरू घट्नु भनेको हाम्रो राज्य संयन्त्र निकै कमजोर र जर्जर अवस्थामा छ भन्ने त्यसले देखाउँछ। यो घटना एउटा ठुलो दुःखद घटना भयो। यसमा लुटपाटका घटनादेखि लिएर तोडफोडका घटनादेखि लिएर अनेक खालको चाहिँ घटनाहरू भयो। यो चाहिँ दुःखद घटना हो। यद्यपि दुःखद घटना होला, मान्छे लुटपाटमा उत्रेलान्, मान्छेले आगजनी गर्लान्, तोडफोड गर्लान् भनेर हामीले नेपाल प्रहरी भन्ने संस्था बनायौँ। यत्रो चाहिँ स्टेट मेकानिजम बनाइयो। यो बनाउनुको अर्थ नेपाली जनताले आफूले कर तिरेर यत्रो मान्छे पाल्नुको अर्थ, यत्र चाहिँ वस्तुहरू यी यन्त्रहरू किन्नुको अर्थ के रह्यो त? यसको कुनै युटिलाइजेसन भयो? त्यो भने सार्वजनिक संस्थाहरू क्षयीकरण भएको र यसले अब देशलाई सम्हाल्न नसक्ने सङ्केत चाहिँ हामीले यसको गहिराइमा गएर बुझ्यो भने त्यो चाहिँ फाइन्ड आउट भयो। जस्तो नेपाल प्रहरीले पनि आफ्नो स्टेटमेन्ट दिइसकेको छ, जुन प्रकारको हामीलाई यो ब्लेम लगाइरहेको छ त्यस्तो गरेको थिएनौँ। कुनै घरबाट अरूको घरमा चढेर त्यसरी अश्रु ग्यास फालिएको थिएन भन्ने उहाँहरूको आइरहेछ नि। हामीलाई सरासर तपाईँलाई तिनकुनी एरियामा थुप्रो घरहरू छन्, किन 2-3वटा घरमाथि मात्रै आक्रमण भयो? यदि तोडफोडमा उत्रेको भयो, अन्धाधुन्दा भएको, त्यस आसपास सबै ध्वस्त हुन्थ्यो नि त। तर जुन घरमा चाहिँ प्रहरी पहिले बसेर दमन गर्यो, माथिबाट अश्रु ग्यास हान्यो, तपाईँ कल्पना गर्नुहोस् न, हामी आन्दोलनकारीहरू जहाँ सडकमा छौँ त्यहाँ चाहिँ शान्तिपूर्वकै हामीले नारा जुलुस गरिरहेका छौँ, त्यही अवस्थामा माथिबाट चाहिँ गोली बर्साउने र टियर ग्यास हानिसकेपछि यो त त्यसको प्रतिकारमा उत्रिने खालको भाव आउँदैन? त्यसै पनि मानिस एउटा चाहिँ पशु जगतबाट हामी आएको भन्छ इभोल्युसनबाट, जसरी चाहिँ विभिन्न श्रृङ्खला पास गरेर हामी चाहिँ पशु जगत हुँदै यहाँसम्म आइपुग्यो हो नि त। एज अ ह्युमन भनेको कम्प्लिट चाहिँ यो कन्सियस माइन्ड होइन नि त, कन्सियस बडी मात्र होइन नि त। यो साइन्टिफिकल्ली पनि इभोल्युसनको हिसाबले आएको, यसमा थुप्रै चाहिँ त्यो पशु जगतबाट आएको हुनाले त्यस्तो प्रकारको भावहरू त्यो सिन्चित हुन्छ मान्छेमा र त्यसलाई एक्जाजरेट गर्ने त काम त राज्यको तर्फबाट भयो नि त। त्यो चाहिँ ठुलो चाहिँ गल्ती भयो। यसको जिम्मेवारी चाहिँ कसले? जस्तो तपाईँहरूको राप्रपाले जुन आन्दोलन गर्ने राप्रपाको समर्थन थियो होइन, जुन पछिल्लो समयमा नवराज सुवेदीजी र दुर्गाप्रसादजीको कमान्डरको हिसाबले उहाँहरूले त्यो उद्घोष गरेर सञ्चालन गर्नुभएको यो आन्दोलन होइन अराजकतामा गयो। यो हामीले के भनिरहेको थियौँ भने यो गणतन्त्रको नाममा जुन लुटतन्त्र मचिरहेछ नि, यसका विरुद्ध हुने आन्दोलनहरू, सङ्घर्षहरू, जसरी नेपालको धर्म संस्कृति सभ्यतालाई मास्नेहरूलाई परास्त गर्ने आन्दोलनहरू र नेपालको संविधानको कारणले नेपाल असफलताको दिशामा गयो भन्ने बुझेर सचेततापूर्वक त्यसका विरुद्ध हुने शक्तिहरूसँग सहकार्य गर्ने, सहयोग गर्ने र सँगसँगै अगाडि बढ्ने राप्रपाको नीति हो। त्यही अनुरूप हामी मै पनि राप्रपाको केन्द्रीय सदस्य, मै पनि त्यहाँ सहभागी भएँ आन्दोलनकारीको रूपमा। यसको जिम्मेवारी कसले लिने भन्ने कुरा आइरहेछ नि। पहिलो कुरा हामीले जुन प्रकारले राज्यको तर्फबाट दमन भयो नि, यसको निर्मम समीक्षा हुनुपर्छ। यसको राज्यको कुनै स्टेट मेकानिजमले अब यसको इन्भेस्टिगेसन गर्न सक्दैन। यसको लागि स्वतन्त्र नागरिक स्तरबाट प्रबुद्ध मानिसहरूको चाहिँ आयोग गठन गरेर यसको छिनोफानो हुनुपर्छ र यसको सम्पूर्ण जिम्मेवारी अहिलेको प्रधानमन्त्रीले लिनुपर्छ। जुन प्रकारले उहाँले दिनौँ चाहिँ हिंसा भड्काउने अभिव्यक्ति दिँदै हुनुभएको छ, प्रधानमन्त्रीको कुर्सीमा बसेर उहाँको पार्टीको चाहिँ कार्यकर्ताहरूलाई जाइ लाग्न आदेश दिइरहनु भएको छ, उक्साइरहनु भएको छ। त्यो प्रधानमन्त्रीले गरेको उक्साहट उहाँले यो राज्यमा कस्तो प्रकारको शासन व्यवस्था खडा गर्न खोज्नुभयो कि जो प्रधानमन्त्रीको हैसियतमा उहाँले यो देशका चाहिँ युवाहरूलाई जाइ लाग्न, आक्रामक हुन र भिड्न उहाँहरूले अप्रेरित गर्नुभएको छ। एउटा नेपालको प्रधानमन्त्रीले यस्तो तल्लो स्तरमा आएर एउटा गुन्डागर्दी गर्ने हो? उहाँलाई प्रधानमन्त्री भन्ने कि अब गुन्डाहरूको चाहिँ नायके भन्ने? त्यो भएर उहाँले सम्पूर्ण जिम्मेवारी लिनुपर्छ। जस्तो हामीले विभिन्न व्यक्तिहरूको अभिव्यक्ति होस् कि भिडियो फुटेजहरू देखिरहेछौँ होला, प्रहरी सङ्गठनबाट पनि केही मात्रामा गलत भयो होला, तर हामीले कति भिडियोहरू यस्तो दर्दनाक देखिरहेछौँ कि पुलिसहरूलाई
कुटिएको ढुङ्गाले त्यसरी बस्दा पनि एउटा कुना अवस्था ढुङ्गा हानिरहेको सँगसँगै कति व्यक्तिहरूले चाहिँ यो घरमा आगो लाग्यो अब अर्को घरमा आगो लाउनु पर्छ भन्दै भिडियोमा बोलिरहेको देख्छौँ। त्यसै गरेर तपाईँहरूको भनौँ नवराज सुवेदीजीहरूको कमान्डर दुर्गा प्रसाईले प्रहरी सङ्गठनमाथि त्यसरी भिडमा गाडी मार्ने हिसाबले कुदाउनु भएको यो यस्तो भिडियोहरू पनि छ होइन। जस्तो तपाईँले भन्नुभयो तपाईँहरू त नयाँ युवा जेनेरेसनको होइन युवा नेताहरू हुनुहुन्छ। आन्दोलन जहिले हिंस्रक नै बनाउनुपर्छ र शान्तिपूर्ण पनि हुन्छ नि? आन्दोलन हिंस्रक बनाउने हाम्रो कुनै मनसाय छैन। अब यो त अस्तिको चाहिँ सामान्य आन्दोलन हो नि, योभन्दा ठुलो आन्दोलन र विद्रोहको दिशामा देश गइसक्यो र योभन्दा ठुलो क्षति यो राज्यले अब बिहोर्न सक्छ। तर हामी के भनिरहेका छौँ अहिलेसम्म पनि संयमित भएर सृजनात्मक रूपमा शान्तिपूर्वक आन्दोलन गरौँ भनिरहेका छौँ। तर आज तपाईँले 3 दशक यता नेपाली युवाहरूको सपना तुइयो। आज यो पछिल्लो चाहिँ 15-16 वर्षमा 14-15 हजार मान्छे रातो बाकसमा फर्किसके। यो देशमा रोजगारी नभएको कारणले उनीहरूको लास नेपालमा भित्रिसक्यो। जो कि हामीले माओवादीको द्वन्द्वमा 17 हजार मान्छे मारियो नि, त्यही हाराले त फेरि चाहिँ यो पछिल्लो 15 वर्ष यता बेरोजगारीको कारणले विदेश गएका हाम्रा दाजुभाइहरू भित्रिसके। यो देशको कुन चाहिँ सार्वजनिक संस्थाप्रति नेपाली जनताको विश्वास छ? प्रहरीप्रति विश्वास छ? कुनै तपाईँले सार्वजनिक ब्याङ्कप्रति विश्वास छ? कुनै सहकारीप्रति विश्वास छ? कुनै कर्मचारी प्रशासनप्रति हाम्रो कुनै विश्वास छ नेपाली जनताको? त्यो पाटो भनेको सचिँदै जानेपछि हो होइन, सचिँदै जाने यो आन्दोलनमा केन्द्रित भयो क्या। मैले भनेको यसको त यो अहिले भर्खरै विस्फोट भइरहेको होइन नि। 3 दशकसम्म नेपाली युवाहरूको सपनालाई बर्बाद बनाएर अस्त व्यस्त बनाएर यो देशको राज्य प्रशासनलाई लुटतन्त्रको माध्यम बनाएर जसरी उहाँहरूले यो आशीपासी मिलेर यो देशलाई खोक्रो बनाउनु भयो नि, त्यो अहिले भर्खरको विस्फोट भएको होइन नि, अझ विस्फोट हुनै बाँकी छ। 3 दशकसम्म उहाँहरूले गरेको अन्याय विभेद ज्यादती योबाट कति चाहिँ दमित भएर चाहिँ नेपालका युवाहरूमा त्यो आक्रोश त्यो विस्फोट भयो भने कसैले पनि सम्हालिने अवस्था छैन। त्यही भएर हामीले एउटा जिम्मेवार नेपालको राजनीतिक दलको हैसियतले भनिरहेका छौँ, बसौँ, समझदारी गरौँ। हामीले आजसम्म जे गल्ती गऱ्यौँ हामी एकचोटि चाहिँ एकदमै चाहिँ अन्तर्हृदयको आवाज सुनौँ। नेपाली जनताले नेपालको माटोले के भनिरहेको छ त्यसलाई आत्मसात गरौँ। हाम्रो संविधानबाटै त्यो सुरु भएको छ। संविधानलाई पुनर्लेखन गर्ने हो कि संशोधन गर्ने, करेक्सन गरौँ भनिरहेको छौँ नि त। यो गभर्मेन्टलाई अहिले हामीले अपिल गरेको 40 बुँदे माग राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङ्गदेनले प्रधानमन्त्रीलाई बुझाइसकेको त 1 वर्ष बित्न थाल्यो नि त। यतिका वर्षसम्म उहाँहरूले के नेपालमा के भयो? हिंसा नभएपछि, तोडफोड नभएपछि, आगजनी नभएपछि, राज्यमाथि चाहिँ निर्ममतापूर्वक आन्दोलन नभएपछि नसुन्ने प्रविधि भयो नि त। यदि साँच्चै यो देशमा प्रजातन्त्र छ भने एउटा सामान्य मानिसले उठाइरहेको आवाजलाई पनि सम्बोधन गर्नु पर्यो। सामान्य एउटा चाहिँ सडकमा हिँडिरहेको मानिसलाई परेको असुविधाप्रति पनि राज्य जिम्मेवारीपूर्वक अगाडि आउनुपर्ने हो नि त। तपाईँलाई थाहा छ, तपाईँले अन्याय भयो, विभेद भयो भने तपाईँ फेरि लड्नै पर्छ, तपाईँले चाहिँ चर्को आवाज गर्नै पर्छ। नसुनिएको कारणले नै यसो भएको छ। सुरुमा त मानिस चाहिँ शान्तिपूर्वकै आफ्नो कुरा हलोस्। कुन चाहिँ मानिस नेपाली मानिस चाहिँ एकदमै सङ्घर्ष गरेर एकदमै कन्फ्रन्टमा उत्रिएर समस्या समाधान होस् भन्ने चाहन्छ? चाहँदैनन्। तर स्टेटले डेमोक्रेसी भनेको त आज उहाँले डेमोक्रेसी भनेको निर्वाचन हो। निर्वाचनदेखि निर्वाचनमा उहाँले डेमोक्रेसी सीमित गरिदिनु भयो नि त। चुनावमा जाने, निर्वाचित हुने, सरकार बनाउने, लुट्ने, फेरि चुनावमा जाने, यति हो डेमोक्रेसी। त्यही भएर डेमोक्रेसीलाई निर्वाचनमा उहाँले सेन्ट्रलाइज गर्नुभयो। डेमोक्रेसीलाई राज्य संयन्त्रलाई उपयोग गरेर लुट्न सकिन्छ भन्ने कुरामा सेन्टर गरेको कारणले गर्दाखेरि यो रोकिनेवाला चाहिँ छैन। हेर्नुहोस्, तपाईँहरूले पनि मनसाय बुझ्नुहोस्, यो रोकिनेवाला छैन। योभन्दा आगामी झन् हिंसामा अराजकता हुन्छ अझै भयानक खालको चाहिँ सङ्कटबाट यो देश गुज्रिन्छ। त्यो नगुज्रियोस् भन्ने हाम्रो मनोभावना छ। तर यसरी नै केपी शर्मा ओली जस्ता मानिसहरू शासक सत्तामा बसिरहने, यो देशमा चाहिँ इमान्दार राष्ट्रसेवक, इमान्दार नागरिकहरूलाई कुनै उनीहरूको चाहिँ मूल्य नहुने, उनीहरूलाई पन्छ्याउँदै जाने र लुटेराहरू जम्मा गरेर लुटेराहरूको राज सञ्चालन गर्ने उहाँहरूले यही श्रृङ्खला चलाइरहनु भयो भने साथीहरूले बङ्गलादेश र श्रीलङ्का भन्छन् त्योभन्दा ठुलो भयानक स्थितिबाट यो राज्य गुज्रिन्छ।
उहाँहरूले बेलैमा यो चेत पुर्याउनु भएन भने यो रोकिनेवाला चाहिँ छैन। जस्तो केही दिन अगाडि होइन पूर्व राजा ज्ञानेन्द्र शाहको पोखराबाट काठमाडौँ सवारी हुँदाखेरि लाखौँ जनता निस्किएको हामीले पनि देखेका थियौँ होइन। त्यस पछाडि एउटा पूर्व राजाको क्रेज धेरै देखिएको थियो। कति व्यक्तिहरूको चाहिँ यो तपाईँहरूको यो 15 गतेको आन्दोलनको पछाडिको सिनारियो नै चेन्ज भएको पनि भनिँदैछ होइन। राजाको अलिअलि राजाप्रतिको आस्था भएको र राजाको विश्वास देखिएको थियो। तर यो दुर्गा प्रसाईजी र नवराज सुवेदीजीको आन्दोलनको पछाडि चाहिँ अलिअलि क्रेज पनि उहाँले ध्वस्त पारिदियो भन्ने पनि भनिरहेछ नि, के छ यसमा कारण? राजनीतिमा यस्तो फ्लक्चुएसन भइरहेको छ। जुन प्रकारले उहाँलाई लाख मानिसहरू राजनीतिमा स्वागत गरे त्यो के हो त? त्यो पिपुलको प्रेजेन्स हो, पिपुलको एउटा आस्था हो हैन। त्यो अहिलेको यो पछाडि चाहिँ भनेको के मैले त्यो भावनालाई जस्तो लाख मानिसहरू एयरपोर्टबाट चाहिँ निर्मल निवाससम्म लामबद्ध भएर यो राष्ट्रको एकीकरण गर्ने त्यसको अगुवाई गर्ने संस्थाको एउटा प्रतिनिधिलाई जुन स्वागत गरे नि, त्यसपछि यदि साँच्चीकै यो देशमा प्रजातन्त्र भएको भए क्याबिनेट तत्काल बसालेर के हो हामी उहाँसँग डायलग गर्न चाहन्छौँ। यदि लाखौँ मानिसहरूले उहाँलाई चाहिँ स्वीकारिसकेपछि हामी उहाँसँग वार्ता गरेर संवाद गरेर त्यो राजनीतिक शक्तिलाई पनि मिलाएर सन्तुलन मिलाएर हामी अगाडि बढ्न चाहन्छौँ भन्ने खालको कुनै कतै छलफल भयो के सरकारको तर्फबाट प्रचार भयो? लाखौँ मानिस सडकमा आएर व्यवस्था परिवर्तन हुन्छ भन्नु, को आएर चाहिँ व्यवस्था परिवर्तन हुन्छ? उहाँहरूको मनोसाथ फेरि ध्वंस, हत्या, हिंसाको श्रृङ्खला नचलेसम्म सत्ता परिवर्तन हुँदैन भन्ने राजनीतिक स्कुलबाट आउनुभयो नि। अहिलेको प्रधानमन्त्री चाहिँ झापामा मानिसहरूको टाउको काटेर चाहिँ राजनीतिमा शक्ति आर्जन गर्दै आउनुभयो। अहिलेका चाहिँ जति पनि पूर्व प्रधानमन्त्रीहरू छन् उहाँहरू चाहिँ यही हिंसाको राजनीतिबाट, हत्या हिंसाको राजनीतिबाट आएको हुनाले उहाँलाई शान्तिपूर्वक जनता सडकमा आएको भावनालाई उहाँले त नेग्लेक्ट गर्नु भएको छ नि त। एउटा म नेपालको जिम्मेवार युवा पनि हो, यो देशको नागरिक हो। प्रजातन्त्र साँच्चै यो देशमा छ भने डायलगबाट हामी रिजल्भ गर्न सक्छौँ। तर डायलग लाखौँ मानिसहरू आइसकेपछि पनि सुरु भएन नि त। किन भएन त? यो त बढ्दै गयो। मेरो प्रश्न चाहिँ के भन्दाखेरि त्यस पछाडि चाहिँ राजाको अलिअलि क्रेज भएको पनि त्यो सपना पनि तुयो भनिरहेछ नि क्या। कतिको तपाईँले सोसियल साइट पक्कै हेर्नुहुन्छ होला, त्यहाँ देखिरहेछौँ। सँगसँगै एरएस ज्ञानेन्द्र भन्ने ह्यासट्याग पनि चलिरहेछ क्या। राजा ज्ञानेन्द्रको कारणले यो घटना घटेको होइन। उहाँ त अहिले सामान्य नागरिकको हैसियतमा हुनुहुन्छ नि। नवराज सुवेदीजी र दुर्गा प्रसादजीले त बकाइदा भन्नुभएको छ त उहाँको कमान्डिङमा उहाँले हामीलाई स्वीकृति दिएर गरेको भनेर। यो कतै पनि यो कुनै पुष्टि भएको कुरा होइन। राजा ज्ञानेन्द्रको अहिले सामान्य नागरिकको हैसियतमा हुनुहुन्छ उहाँ। जनताले स्वागत गरे। उहाँले चाहिँ राष्ट्र सङ्कटमा परेको छ, राष्ट्रको अस्तित्वसँगै खलबल पुर्याउने, यो राष्ट्रको आत्मा नै मर्दैछ भनेपछि उहाँ चुप लागेर बस्ने त अवस्था आएन। प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा उहाँले दिएको वक्तव्य पश्चात जुन नेपाली जनतामा दमित भएको भाव उत्साहित भएर आयो नि, त्यसलाई एड्रेस गर्न राज्य जिम्मेवार छैन। उहाँको आदेशमा, उहाँको चाहिँ निर्देशनमा यो घटना घटेको त होइन। यो त केपी ओलीको निर्देशनमा घटेको घटना हो नि त। होइन, घटना त होला कि तपाईँले चाहिँ पूर्व राजा ज्ञानेन्द्र शाहले राप्रपालाई भन्दा दुर्गा प्रसाई र नवराज सुवेदीजीलाई बेसी प्राथमिकता दिएको अथवा विश्वास गरेको त्यो गलत कुरा हो। नेपालमा अहिले हामी राजनीतिक कभरले, विचारधाराको हिसाबले र यो देशभरिको अपनत्वको हिसाबले राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन यो गणतन्त्र घोषणा भइसके पश्चात नै राष्ट्रमा यो व्यवस्थाले निकास दिँदैन भनेर दूरदर्शिताका साथ राप्रपा स्थापना भएको हो। यसले नेपालको राष्ट्र संस्थालाई यहाँ नराखेसम्म चाहिँ स्थायी शान्ति हुँदैन। किनभने यो राष्ट्रको गौरव, यो राष्ट्रको अन्तर्राष्ट्रिय गरिमा जुन पहिचान छ त्यसलाई बिर्सेर यो राष्ट्र कतै पनि अगाडि बढ्दैन भन्ने मान्यता साथ यो पार्टीको दृष्टिकोण अगाडि आएको हो। त्यति मात्र होइन, अहिले हामीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको कुरा गरेका छौँ कि हामी पश्चगामी देशलाई पछाडितिर धकेल्ने प्रयास गर्ने शक्ति भएको भए नेपाली जनताले आफ्नो सरकार प्रमुख प्रत्यक्ष भोट हालेर चुन्न पाउनुपर्छ भनेर हामी लड्थ्यौँ। अहिले एउटा यो राष्ट्रलाई राष्ट्र निर्माणको अगुवाई गर्ने संस्था जुन छ, जो एउटा बाइन्डिङ फोर्स हो, त्यसलाई हामीले सम्मानपूर्वक स्पेस दिउँ र
नेपालमा नेपालको चाहिँ सरकार सञ्चालन गर्ने अधिकार जनताबाट निर्वाचित, त्यो पनि प्रत्यक्ष जनताबाट निर्वाचित प्रधानमन्त्रीलाई दिउँ। त्यसरी नै यो राष्ट्रको भावना समेटिन्छ। हामीले जो हाम्रो विरासत, यो राष्ट्रको चाहिँ इतिहासलाई र नयाँ आएको प्रजातान्त्रिक उन्नत प्रजातान्त्रिक अभ्यास भनेको जनताले प्रत्यक्ष आफ्नो सरकार प्रमुख छन्, यसलाई कोइन गरेर नवीन समझदारी गरेर राष्ट्रलाई ड्राइभ गरौँ भनिरहेको छु। के यो नेपाली जनताको हितमा छैन? के यो राष्ट्रको हितमा छैन? तपाईँहरू नै भनिदिनु न, यसले राष्ट्रलाई सन्तुलन मिलाएर लिन्छ कि लिँदैन? ल सबैले आफ्नो राजनीतिक अथवा आफ्नो के स्वार्थ छ त्योभन्दा बाहिर उठेर एकचोटि कल्पना गरौँ। संवैधानिक राष्ट्र संस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री नेपालको माटो सौँदो शासकीय स्वरूप बन्न सक्छ कि सक्दैन भनेर आज देशभरि र विदेशमा गएका नेपालीलाई सोध्नुहोस्। यो नै अब हाम्रो विकल्प हो र हामी यसमा नगइकन यो राष्ट्र अगाडि बढ्नै सक्दैन। 15 गतेको आन्दोलन पछाडि नेपालको राजनीतिको सिनारियो नै चेन्ज भयो। तपाईँको राप्रपाका मोस्ट इम्पोर्टेन्ट पर्सनहरू 2 जना, महामन्त्री धवल शमशेर जबरा, त्यस्तै गरेर हाम्रो वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रजी पक्राउ पर्नु भएको छ। जुन आन्दोलनलाई संयोजक भनौँ न नवराज सुवेदीजी नजरबन्दमा, त्यस्तै गरेर कमान्डर भनौँ न, त्यो राजा ल्याउने अभियानका कमान्डर दुर्गा प्रसाईजी फरार मोस्ट वान्टेड सूचीमा परिसक्नु भएको छ र ज्ञानेन्द्र पूर्व राजा ज्ञानेन्द्रको पासपोर्ट अथवा राजधानी पनि रद्द गरिने भनेर सरकारले निर्णय गरिसकेको छ। हिजो मात्रै उहाँको सुरक्षा जुन दिएको थियो कटौती गरिएको छ। अब के हुन्छ? यो त अहिले यसलाई सामान्य रूपमै लिनु पर्यो हैन? तपाईँको मौखिक जवाब चाहिँ सामान्य आयो, तर यो त एकदमै हिजो भर्खरै राप्रपाको अध्यक्ष राजेन्द्र प्रसाद लिङ्गदेनज्यू लगायत हामी गएर धवल शमशेर र हाम्रो चाहिँ रविन्द्र मिश्रलाई हामी त्यहाँ भेट्यौँ हैन। उहाँहरू कुनै प्रहरीमाथि ढुङ्गा हान्दै कुनै आगजनी गर्दै अथवा हजुर केही त्यस्तो उशृङ्खल अथवा अपराधिक गतिविधिमा सामेल हुँदै समातिएको होइन नि त। उहाँले नेतृत्व गर्नुभएको आम त्यो हुन्छ नि आन्दोलनकारीले त विध्वंसै मचायो नि त। जिम्मेवारी लिनु पर्दैन र? जिम्मेवारी लिने कुरा होइन, उहाँहरूको उक्साहटमा अथवा उहाँहरूले विध्वंस मचाउ भनेको हो र? त्यसो भए त त्यो गोली प्रहार गर्ने प्रहरीलाई पनि कस्टडीमा राख्नु पर्यो। भिडलाई त उहाँ चलाएको मान्छेलाई गोली चलाउने कुरा त अझ ठुलो कुरा होला नि त। अनि ऊ प्रहरी अहिले कस्टडीमा छ त? गोली चलाउने प्रहरीलाई असुर ग्यास त्यसरी हानेर मान्छेलाई, नेपाली जनतालाई त्यसरी असुर ग्यास हान्ने मान्छेहरूलाई त कस्टडीमा राख्नु पर्यो नि। त्यसो हो भने त यदि कानुनकै उहाँहरूले कुरा गर्ने हो। पहिलोचोटिमा चाहिँ असुर ग्यास चलेको होइन नि त यो। किन अमानवीय तरिकाले म्याद गुज्रेको नेपाली जनतालाई त्यसरी हान्ने अधिकार दिएको छ? नेपाली जनताको करबाट उहाँहरू चल्ने, उहाँहरूको चाहिँ तलबभत्ता नेपाली जनताको करबाट हुने र नेपाली जनतामाथि नै असुर ग्यास चाहिँ म्याद गुज्रेको हानेर प्रहार गर्ने अधिकार छ नेपालको प्रहरीलाई? प्रहरीमा ढुङ्गा हान्ने अधिकार पनि छैन नि त। प्रहरीमा ढुङ्गा हान्ने अधिकार पनि छैन होला नि त जनतालाई। त्यही भएर जुन प्रकारले हामीले 24 घण्टाको अल्टिमेटम दिइसकेका छौँ, त्यहाँ चाहिँ धवल शमशेर राणा, रविन्द्र मिश्र, स्वागत नेपाल लगायतका आन्दोलनकारीहरूलाई रिहाई गर्नुपर्छ। त्यहाँ चाहिँ जसरी घटना भएको छ त्यसको यो मैले भने स्टेट मेकानिजमले गर्न सक्दैन, त्योभन्दा बाहिर स्वतन्त्र नागरिक आयोग गठन गरेर यसको छिनोफानो गर्नुपर्छ। यो स्टेटको जुरिस्डिक्सनभन्दा बाहिर गइसक्यो। यो स्टेटप्रति कसैको विश्वास छैन। किन प्रहरी माथि घरमा गएर असुर ग्यास तल हान्छ भने त्यही प्रहरीले अनुसन्धान गरेको कुरा अब कसले पत्याउँछ? प्रधानमन्त्रीले नै प्रहरीलाई उक्साएर चाहिँ कन्फर्म उत्रिन आदेश दिनुभएको छ त। अब प्रधानमन्त्री नै यसमा लागिसकेपछि अब यसको निष्पक्ष छानबिन हुने उहाँहरूको जुरिस्डिक्सनबाट हुँदैन र यो स्टेट फेलियर, यो ट्रस्ट चाहिँ गुम्दै गएको अवस्थामा हामी त्यसमा विश्वास छैनौँ। हामीले अहिले भनेको तुरुन्तै उहाँहरूलाई रिहाई गर्नु पर्यो। 12 घण्टा त बितिसक्यो हो। 12 घण्टाभित्र भएन भने राप्रपा एग्रेसिभली अगाडि बढ्छ। विध्वंस हो कि अरू डिफ्रेन्ट हुन्छ? विध्वंस होइन, हामी शान्तिपूर्वकै प्रदर्शन गर्छौँ। हाम्रो के छ, शान्तिपूर्वकै यो व्यवस्थालाई पल्टाउने र यो अहिलेको चाहिँ व्यथितिलाई अन्त्य गर्ने भन्ने छ। फेरि उहाँहरू अराजकता निम्त्याउने राज्यको तर्फबाट एउटा टेरर क्रिएट गर्ने अवस्था आउनु भने त्यसको देशभरि प्रतिवाद सुनवाई भएन भने तपाईँहरूको मागको देशभरि हामी आन्दोलनमा जान्छौँ। यसको कडा प्रतिवाद हुन्छ। यो राप्रपाले हिजो नै निर्णय गरिसकेको छ। जनताले साथ दिन्छ? जनताले साथ दिनु पर्यो नि त। कुनै यो देशमा चाहिँ लुटतन्त्र भइरहेछ, व्यथिति भइरहेछ, अन्याय भइरहेछ भनेर लडेको मान्छेलाई कस्टडीमा राख्ने भनेपछि यो देशको
जुन सपना छ, न्यायको सपना छ, जुन विभेद रहित देशको कल्पना छ, जो उन्नत राष्ट्र, यो देशमै बस्न पाउने, यो देशमै गर्न पाउने, बाँच्न पाउने जुन एउटा भावना छ, त्यो त मृत हुन्छ नि त। के हामीले त्यसलाई मार्न चाहेका हौँ? त्यसो होइन नि त। त्यो भएर सबै नेपाली दाजुभाइहरू यसलाई गम्भीरतापूर्वक लिएर सचेततापूर्वक यसका विरुद्ध उभिनुपर्छ। सङ्कटको बेला उभिएन भने त हामी यो जनताप्रति, यो देशको माटोप्रति कति जिम्मेवारी छौँ भन्ने कुरा त यस्तै एउटा क्रिटिकल सिचुएसनमा नेपाली जनताको मापन हुने हो नि त। हजुरहरूले जुन जहाँ आन्दोलन गर्नुभयो त्यो ठाउँको मेयर हुनुहुन्छ काठमाडौँ महानगरपालिकाका होइन मेयर बालेन्द्र शाहजीले पनि पूर्व राजा ज्ञानेन्द्र शाहलाई हिजो नै हेर्नु होला, यो सामाजिक सञ्जालभरि भाइरल भइरहेछ होइन, हर्जना अथवा फाइन तिराउनलाई 7,93,000 कति पठाइसक्नु भएको, 97,000 कति 93,000 भनौँ न। यसमा चाहिँ के छ धारणा? मेरो यसमा केही पनि छैन। मैले पहिला पनि यसमा भनिसकेको छु, बालेन्द्र शाह भन्ने चाहिँ पात्र राजनीतिमा आएको धेरै भएको छैन। उहाँमा त्यस्तो सुझबुझ पनि म देख्दिनँ होइन। त्यो भएर सुझबुझ नभएको मानिसले गर्ने यस्ता उशृङ्खल क्रियाकलापमा हामीले टिका टिप्पणी गर्न आवश्यक छैन। होइन अगाडि त राप्रपाले झन् ससम्मानका साथ ज्ञानेन्द्र शाहजीले 1 लाख रुपियाँ तिर्नु भएको थियो, यो चाहिँ यो त्यही त सुझबुझ भएन नि त। अगाडिको चाहिँ सम्मानका साथ तिर्यो हाम्रो पार्टी वा अरू भन्दा डिफ्रेन्ट भनेर तपाईँहरूको धेरै पार्टीहरूको स्टेटमेन्ट पनि आएको थियो नि त्यतिखेर त होइन। उहाँहरू वैधानिक तवरले यो कार्यक्रम गर्न अनुमति कसले मागेको छ? सिडिओ कार्यालयमा। सिडिओ कार्यालयले कुन संस्थालाई कुन जिम्मेवारी दिएको छ यहाँ गर्ने भनेर? उहाँ त स्टेटको मान्छे हो नि त, राज्यको मान्छे होइन उहाँले त्यहीँनिर भएको सिडिओ कार्यालयमा के भइरहेछ भन्ने कुरा कोअपरेसन नगरेर अनि बाहिर एउटा फन्डाको लागि अनि यस्तो प्रकारको पत्र काट्ने हो त यो कुनै जिम्मेवारीपनको कुरा हो त यो? उहाँले अब कति 2-3 दिनमा चाहिँ यो टुकुचामा लगाएर मान्छेहरू काट्छु भन्नुभएको छ। उहाँको कर्मचारीहरूले तलब पाएको छैन होइन। उहाँ यो काठमाडौँ भन्ने महानगरको अभिभावक हो नि, उहाँको कर्मचारीहरूले तलब पाएको छैन 3 महिना भयो अनि उहाँ चाहिँ मजाले बसिरहनु भएको छ। तर लाखौँ जनताले उहाँको यो काम सराहनीय होइन। तपाईँ यदि जिम्मेवार मान्छे हो भने तपाईँको कर्मचारीले 3 महिनादेखि तलब पाइरहेको छैन, नगरपालिका कामहरू ठप्प छन् होइन। अनि जिम्मेवारी मान्छेले के गर्छ? यसको रिजल्भ गर्छ कि गर्दैन? होइन भने त्यो पदबाट राजीनामा दिएर आउनुहोस्, यो व्यवस्था नै ठिक छ भन्ने तपाईँ पुग्नु पऱ्यो नि त। जुन यो व्यवस्था खडा गरियो यसले तपाईँले काम गर्न दिइरहेको छैन। तपाईँका कर्मचारीहरू तलब नपाएर छटपटाहटमा छन् होइन। कुनै नगरपालिका कामहरू ठप्प छन् भने त यो अवस्थामा तपाईँ त टुकुचामा गाड्ने कुरा भन्दा पनि सुझबुझ तपाईँले राजनीतिक दृष्टिकोण निर्माण गरेर यो व्यवस्था नेपालको लागि भलो योग्य छैन भनेर आउनु पऱ्यो नि त। अनि यो बिचबिचमा फन्डा गरिराख्ने अनि यसैमा रमाइराख्ने अनि के त्यो एक प्रकारको रोग हुन्छ कि? लाखौँ जनताले उहाँको कामलाई समर्थन गरिरहेछ नि त। फेरि उहाँले के काम गर्नुभएको छ? होइन उहाँले जुन अहिले निर्णय लिनुभयो नि यो फाइन तिराउने, त्यसमा त लाखौँ जनताले वाह पाइरहनु भएको छ नि त उहाँले। होइन वाह त होइन सुन्नु न फेरि हुन्छ नि, तपाईँले मुभी हेर्नुहुन्छ नि, मुभीमा पनि हामी मुभी हेरेपछि बाहिरबाट वाह गर्छौँ नि त। अल्टिमेटली कन्सियसली एउटा राजधानीको मेयरले गर्ने कुरा के हो भन्ने कुरा उहाँको आफ्नो जिम्मेवारीबाट विमुख भएर सामाजिक सञ्जालमा लाखौँ मान्छेको कमेन्टसँग रमाएर अनि उहाँ चाहिँ आफ्नो सम्पूर्ण जिम्मेवारीबाट विमुख हुन चाहनुहुन्छ। अहिले यही छ नि त, डाइभर्ट गर्ने, आफ्नो शासन जोगाउने। मेयरले आफ्नो दायित्व निर्वाह गर्नुभएको छैन मेयरको रूपमा। उहाँ माथादा कर्मचारीले तलब पाएको छैन, सारा काम ठप्प पाएछ भने त उहाँको जिम्मेवारी के हो त? आफ्नो माथादा कर्मचारीहरूलाई समयमा तलब खुवाउने, कार्यहरूलाई रफ्तारमा सञ्चालन गर्ने, बजेटको चाहिँ सदुपयोग गर्ने। प्रत्येक वर्ष चाहिँ उहाँको चाहिँ बजेट 25-30 अर्बको बजेटमा उहाँको चाहिँ खर्च हेर्दाखेरि खर्चै गर्न सक्नु भएन। यो फाइन चाहिँ तिरिन्छ कि तिरिँदैन? यो फाइन सम्बन्धित वैधानिक तपाईँहरूले कुन संस्थाले गरेको हो त्यहाँ गएपछि उहाँले तिर्नुपर्छ। तिर्नुहुन्छ तपाईँले यो 7,93,000 तिर्नुपर्छ। यो फाइन तिर्नुपर्छ, नतिर्ने भनिरहेको छैन। किनभने यो हाम्रो जो क्षति भएको छ नि त, यो क्षतिलाई फेरि चाहिँ पुनर्निर्माण गर्नु त सबैको दायित्वभित्र पर्छ। तर उहाँले चाहिँ जुन प्रकारले पत्र काट्नुभयो नि उहाँको यो फन्डाको लागि, उहाँको चाहिँ स्वास्थ्य लोकप्रिय फन्डा भनिरहेको छ, फेरि तिर्नुपर्छ भनिरहेको छ। तिर्ने भनेको के भने यो जुन सिडिओ कार्यालयले जसलाई चाहिँ कार्यक्रम गर्नु भनेर चाहिँ अनुमति दिएको छ त्यो संस्थालाई पत्र काट्ने, त्यो संस्थाले तिर्छ। योपालि पनि चन्दा उठाएर तिर्ने
हिजो तपाईँ सोसियल साइडमा तपाईँको पार्टीको धेरै व्यक्तिहरूको पनि चन्दा उठाइरहेको हामीले देखिरहेको थियौँ। चन्दा उठाउने नै ज्ञान पूर्व राजाको लागि होइन। देश एउटा सङ्कटबाट गुज्रिरहेको बेला यो आन्दोलनमा सहभागी जुन भावका साथ मान्छेहरू आए, यो देशको राजनीतिक परिवर्तन हुन्छ, नयाँ राजनीतिक व्यवस्था खडा हुन्छ, हामीले न्याय पाउँछौँ, यो देशमै बस्ने वातावरण बन्छ, नेपालीत्वको भावना फेरि पुनर्जागृत भएर देशको रक्षा हुन्छ भन्ने एउटा हृदयमा त्यस्तो सकारात्मक मनोभावका साथ आएका मानिसहरूलाई उद्वेलित गरेपछि जुन कन्फ्रन्ट भयो, त्योबाट भएको क्षतिलाई पुनर्निर्माण गर्नु हामी सबैको दायित्व हो नि त। राज्य विमुख भयो भन्दैमा हामीबाट पन्छिन मिल्दैन। त्यही यो चन्दा उठाएर भन्नुहोस्, के भएर भन्नुहोस्, हामी यसलाई चाहिँ तिर्छौँ, तर जुन नगरपालिकाले यो एक्जाजरेट गरेको छ एकदमै चाहिँ यो उहाँहरूको चाहिँ बचपन हो। सुरुवात त तपाईँले गर्नुभएको हो नि त, अरू पार्टीहरूले पनि पहिला होइन चिटकाटी कसैले तिरेन, एमाले तिरेन, राप्रपाले सुरु गरेको नि त तिर्नु त होइन र? त्यही त हामीले जुन आयो नि उहाँहरूले जुन प्रकारले राप्रपाको अगुवाईमा जुन हामीले स्वागत गऱ्यौँ, त्यो गरेपछि हामी त्यसको जिम्मेदार थियौँ नि त। पार्टी नै आएको थियो नि त, त्यहाँ चाहिँ पार्टीको अध्यक्ष राजेन्द्र प्रसाद लिङ्गदेनज्यू नै त्यहाँ उपस्थित हुनुहुन्थ्यो, त्यसको जिम्मेवारी हामीले लियौँ। तर यो तपाईँहरू भन्नु न, तपाईँहरूको आफ्नो एकदमै खुला आँखाले भन्नु न कसको नेतृत्वमा भएको हो र कुन समितिले गरेको भन्ने कुरा त यो त होइन पर्ने कुरा हो। पूर्व राजाले पनि राप्रपालाई दिएको होइन नि त, महानगरले बिल थियो नि अर्जना फाइन, राप्रपालाई दिएको छैन नि त महानगरले, पूर्व राजा ज्ञानेन्द्रले नि दिएको छ त। राप्रपाले त्यहाँ गरेको होइन भनेर सबैलाई थाहा छ। होइन, निर्मल निवासले गरे हो त यो भकाइदा दुर्गाप्रसाद चाहिँ नवराज सुवेदीजीले भनिरहनु भएको छ नि। अहिले तपाईँहरू मेरो भेटघाट भयो, अब यस्तो आन्दोलन सुन्नु न, अहिले तपाईँहरू मेरो यहाँ भेटघाट भइरहेको छ, अन्तर्वार्ता भइरहेको छ, म बाहिर निस्केर कतै चाहिँ कुनै उच्छृङ्खल गतिविधि गरेँ अथवा केही चाहिँ अपराध गरेँ, तपाईँ र मेरो भेट भएको छ, अनि तपाईँले पनि समात्नुपर्छ भनेर हुन्छ त? यो चाहिँ चाहिने कुरा हो त? त्यो आन्दोलनको प्रमुख व्यक्ति त दुईजना होइन र, नवराज सुवेदी र दुर्गाप्रसाद? त्यहाँ नवराज सुवेदी र दुर्गाप्रसाद नेतृत्व भएको छ भनेपछि उहाँले नेतृत्व गरेको संयुक्त जनआन्दोलन समिति भन्ने छ नि त। हजुर, त्यसलाई पत्र काट्नु पर्यो नि त। यो बिचमा चाहिँ उहाँको यो एक्जाजरेट गर्ने होइन, लिडरले जे बोल्यो त्यही नै मान्ने हुने हो। दुर्गाप्रसादजीले बक्काइदा भनिरहनु भएको छ होइन, नवराज सुवेदीजीले पनि दरबारमा त्यो आन्दोलनको एक दिन अगाडि कति उहाँहरू जानुभएको रहेछ, उहाँको भिडियो पनि भाइरल भइरहेछ। एकदमै गलत कुरा हो। यसमा निर्मल निवासको कुनै हात छैन। शान्तिपूर्वक बसेको शासन छ त, यत्रो गति छोड्दा त शान्तिपूर्वक यही देशमा बसिरहेको मान्छेहरूलाई यसरी ब्लेम लाउनु हुँदैन, यो सबैले बुझ्नुपर्छ। उहाँको चाहिँ यदि दमनको नीति, यो आन्दोलनकारीलाई उक्साउने नीति भएको भए कति हजार मान्छे मर्थे, कल्पना गर्नु न एकचोटि उहाँले गद्दी छोड्नु पूर्व चाहिँ। होइन, प्रहरी सङ्गठनबाट आफ्नो केही गल्ती होला तपाईँले भनिरहनु भएको छ, अन्त ब्लेम त दुईतिरबाट आइरहेछ। तर ट्राफिक बिट त्यसरी भत्काउने, ट्राफिक लाइट होस् कि सिसी क्यामेराहरू जहाँ देख्यो त्यहाँबाट तोडिदिने, घरमा आगजनी गरेको सुरुमा प्रहरीको भनेर भनिरहनु भएको, तर अरू भिडियो भाइरल भइरहेछ होइन, आगो लाउँदै लगाएर भाग्दै गरेको व्यक्तिहरू यसरी पाइन्छ र? यसरी पाइँदैन थियो। यसरी किन पाइँदैन? यो प्रतिकार गरेको भने त तपाईँलाई कोही मान्छेले आक्रमण गरेपछि बन्दुक खोसिएको छ, पत्रकारलाई बन्दुकले नेपाली जनताको छातीमा गोली प्रहार गरेपछि बन्दुक खोज्नु परेन? परेको परेन भन्नु न? तपाईँलाई छातीमा ताकिँदै गोली हानिसकेपछि त्यो बन्दुक कसको हो चाहिँ? जनताकै बन्दुक होला नि त। त्यो त पुरानो मूलधारका पार्टी र तपाईँहरूमा के फरक पर्यो त? पुरानो मूलधारको पार्टी र हामीमा फरक त धेरै फरक छ। मैले तर तोडफोड चाहिँ आवेग उत्तेजनामा आन्दोलनमा यो भइरहेछ होइन, भयो नि त। स्टेटको तर्फबाट क्रिएट भएको भए, राज्यले त्यसरी दमन नगरेको भए राप्रपाले थुप्रै आन्दोलनहरू गरेका छन् नेपालमा, थुप्रै हामीले आन्दोलनहरू गरेका छौँ। पहिलाको आन्दोलन विशाल सहभागिता पनि भएको छ नि त। तर किन त्यसो भएन भन्दाखेरि स्टेट टेरर, प्राइम मिनिस्टरको फल छ यसमा। यदि साँच्चीकै कस्टडीमा लिने हो भने धवल शमशेर र रविन्द्र मिश्रलाई होइन, केपी ओलीलाई कस्टडीमा राखेर छानबिन गर्नुपर्छ। उहाँको उक्साहट, त्यो पनि प्राइम मिनिस्टरको कुर्सीमा बसेर गरेको जुन उक्साहट भएको छ, प्राइम मिनिस्टरलाई नै कस्टडीमा लिएर छानबिन गर्न म नेपाल प्रहरीलाई आग्रह गर्छु। पूर्व राजाको राजधानी रद्द भयो भने के हुन्छ? यो देशमा चाहिँ उनका विरुद्ध नारा लगाएर देश छोड भन्दा त्यत्रो चाहिँ अशान्ति हुँदाखेरि त उहाँले देश छोड्नु भएन।
यसको धर्म यस माटोप्रतिको समर्पण भावबाट उहाँ विमुख हुनु भएन। अहिले अधिकांश नेपाली जनताले राष्ट्र संस्था पुनर्स्थापना माग गरेको समयमा उहाँको राजधानी रद्द गर्ने, अर्को गर्ने, सुरक्षाहरू गर्ने, सब वाहियात कुरा हो। यो चाहिँ ज्ञानेन्द्र भनेर ह्यासट्याग हेर्नुभयो होला तपाईँले, धेरै भाइरल भइरहेको छ ट्विटर मैले हेरेँ अघि सामाजिक सञ्जालमा। एरेस्ट गर्नुपर्ने मैले पात्रहरू भनिसकेँ नि त। 3 दशक यता लुट्नेहरू, लुटेराको नायकहरू चाहिँ केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डलाई एरेस्ट गर्नुपर्छ, गर्ने नै हो भने उहाँहरूले अब सजिलै उन्मुक्ति पाउनुहुन्न। यति कुरा चाहिँ बुझ्नुहोस्। जुन उहाँहरूले यो लुटतन्त्र मचाउनु भएको छ, यो देशलाई खोक्रो बनाउनु भएको छ, सबै सार्वजनिक संस्थाहरूलाई तहस बनाउनु भएको छ, यसको हिसाब किताब नेपाली जनताले खोज्छन्। उहाँहरूलाई नेपाली जनताले कस्टडीमा राख्छन्। उहाँहरू यो देशमा बस्न नसक्ने परिस्थिति सिर्जना हुन सक्छ। त्यही भएर बेलैमा उहाँहरू चाहिँ जिम्मेवारीपूर्वक अगाडि आउनुहोस्। अन्तिम आइसकेछौँ, अन्तिम प्रश्न तपाईँलाई होइन। यो चैत्र 26 गते र वैशाख 5 गते होला है, अर्को 2टा आन्दोलन तपाईँहरूको? होइन, हाम्रो सुरु नै भइसक्यो। अस्ति हामीले चैत्र 12 गते। योभन्दा अलिक अराजक हुन्छ कि अलिक शान्तिपूर्ण? होइन, हामी शान्तिपूर्वक गर्छौँ, शान्तिपूर्वकै गर्ने हामीले नीति लिएका छौँ र यसरी नै राज्यका तर्फबाट दमन हुने, निर्ममतापूर्वक नेपाली जनतालाई गोली प्रहार गर्ने, लाठीचार्ज गर्ने कुरा, त्यो पनि म प्रहरीलाई, नेपाली सेना सबैलाई आग्रह गर्छु, लुटेराहरूको आदेश तपाईँहरूले पालना अब गर्नु पर्दैन। प्रधानमन्त्रीको कुर्सीमा बसेर त्यो सिंहदरबार र बालुवाटारमा बसेर यो देशलाई लुट्नेहरूको आदेश मान्नु आवश्यक छैन। किनभने कुनै पनि सार्वजनिक संस्था, प्रहरी, सेना जुनसुकै होस्, त्यो नेपाली जनताप्रति जवाबदेही हुनुपर्छ र अल्टिमेटली यो देशको सबभन्दा ठुलो शक्ति भनेको नेपाली जनता हो र नेपाली जनताप्रति जवाबदेही र जिम्मेवार भएर म सबै नेपालका सार्वजनिक संस्थाहरू, प्रहरी, सेना सबैलाई चाहिँ त्यो नीतिमा उहाँहरूलाई अगाडि बढ्न म आग्रह गर्छु। हामी शान्तिपूर्वक अगाडि बढ्छौँ, तर प्रतिवाद यसरी नै भइराख्यो भने यसरी नै प्रतिवाद भयो अवस्था आउँछ। त्यतिखेर पनि प्राइभेट प्रपर्टी लुटपाट गर्न आग्रह नै हुन्छ कि हुन्न? हामी जनता डराउनुपर्छ पर्दैन तपाईँहरू आन्दोलनदेखि? जनता डराउने होइन, सबै जनताहरू शान्तिपूर्वक यसमा सहभागी हुनुपर्छ, यो मेरो आह्वान छ। कुनै प्रकारको लुटपाट गर्ने, सार्वजनिक सम्पत्ति अथवा व्यक्तिगत सम्पत्ति तोडफोड गर्ने हाम्रो कुनै नियत छैन। नियत हुने पनि फेरिले गर्यो भने फेरि हुन्छ, त्यो पनि छैन। तर यो कुरा अर्जेन्टली राज्यको तर्फबाट एड्रेस हुनु पर्यो। हस्, थ्याङ्क यू सो मच यहाँलाई, धन्यवाद।